यो पुराण गएर एउटा के भन्नु त राम राम हरे राम राधे राधे भन्नु त ल कस्तो लागिरहेछ हजुरआमा राधे 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 एकदम कस्तो लागिरहेछ एउटा श्लोक भन्नु न ज्वाइँचेलाले आएर पुराण भनेर मलाई एकदम खुसी लागेको छ हाम्रा पितृहरू देवदेवता सबै मनाइदिनु भयो एउटा श्लोक भन्नु न श्लोक भन्नुहुन्छ एउटा सबै थोकको रत्याओस् ल राधा लक्ष्मी सरस्वती भगवती दुर्गा गणेश भयो कार्तिक धर्म विष्णु शिवको आदौ राम तपोवनादिगमनं हत्वा मृगकाञ्चनं वैदेहरणं तटाय मरणं सुग्रीवसंवासनं बाल्ये निग्रहणं समुद्रतरं लङ्कापुरीदाहनं पश्चाद्रामकुम्भकर्णादिहननं यच्छति रामायणम् अतुलितबलधामं हेमशैलावधिं सर्वदकिशानु ज्ञानिनामगण्यं सकलगुणानिधानं वानरारमदेशं रघुपतिप्रियभक्तं वासदातं नमामि। राधे राधे। सुतये प्रभु गणपति अष्टसिद्धिपते हे स्वामी गदवक्र हे गुणनिधान हरि दिबुद्धिपते हे लम्बोदर एकदन्त बिजुली जयका चलाके घने मेरा दुःख सबै फिरुन्न जरती संसार सबै देखने हे विष्णु करुणा निधे हर घडी लक्ष्मी सँगै मालिने हे विशम्बर हरि नरहरि हे भक्तिले देखिने हे श्रीमा सशिला हुने मृगलिने तीन नेत्रले शोभिने हे निर्मल अनन्त सेवक महु ज्ञान बक्सियो स्थिर हुने हे राजन ग्रहका पिता जेवका हे आनन्द करका हरि हे छायापति हे शनिश्चर पिताको छन् हजुरका शरीर श्री सूर्य हे घुमी घुमी जगतभरि सबको विचार गरिदिने सारा रोग नाश गराउनुहोस् मेरा उपर दुख दिने हे देवी दुःख नाशिनी भगवती हे विष्णु माया रमा हे नारायणी शारदे गिरिसुते दृष्टि दिनुहोस् ममा हे दुर्गे सब देवता की जननी हे आदि शक्ति माता पाऊ पर्छु मलाई सिद्धि दिनुहोस् सेवाको जाउँ कता। राधे राधे जुन भन्नुहुन्छ दानै गर्न भनेर हात बनिए फलादिदी के फल जीवरोपण नर मन्त्र जप्न बनियो न स्वाद खातिर चोला उपकार गर्न बनियो श्रृङ्गारमा के थर श्रृङ्गारमा के थर यो चोला उपकार गर्न बनियो श्रृङ्गारमा के थर अनौठो यो बेटा अनौठो यो बेटा धन त जगतैमा नमिलने अनौठो यो बेटा धन त जगतैमा नमिलने। राधे राधे ओम नमः भगवती वासुदेवाय ओम नमः भगवती वासुदेवाय ओम नमः भगवती वासुदेवाय ओम नमः भगवती वासुदेवाय। राधे राधे ल झुकी कता कता झुकी नाचो कुरमा बँधेर बाघ बनिँदै कहिले मगन्ते हुँदै नाना रूप लिँदै कलङ्क छाँदै हरदम सदा हाम्रा यही मनभित्र नै बसिरहन् श्रीकृष्ण सायन सदा बिग्र जायो। राधे राधे भन्छन् प्यारी रानी उतातिर पनि रानी र छोरा गए ब्राह्मणको परेर घरमा कामकाज गर्दै रहे। के राधे राधे तबर काट्दैछ हजुर हामीलाई ल राधे 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 हे राजन तिमीलाई यो सत्य महिमा विस्तार गर्छु अब सत्य हो पछिसम्म कृति रहने जानेर ल्याऊ सब नीतिपूर्वक राज्य पालना गरी बस्दै हरिश्चन्द्रजी छोरा छोरी कोही नभइकन अति दिगदार हुन्थे अति साले लगाएको यो फुलबारी कसले
लगाएको यो फुलबारी कसले बारेको यो बारी नारायण हरि हरि सीताले लगाएको यो फुलबारी सीताले लगाएको यो फुलबारी नारायण हरि हरि रामजीले बारेको यो बार रामजीले बारेको ल राधे राधे आम्दामीभन्दा बढी खर्च गर्ने बिरानो देश गए झगडा त गर्ने रोगी भए गुनी चिज खाने टिक्दैन त्यो जल्दी खराब जाने हरिओम राधे राधे ल राधे श्याम राधे राधे हम तो पाले हम लोग सोचे थे कुछ और है लेकिन ये कुछ और है राधे 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 लाइफ की ब्लॉग वीडियो राधे 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 रोटी पकड़ने लगे राधे राधे हो नि भोजनको पनि त ओम श्याम राधे श्याम ओम नमो भगवते वासुदेवाय ल जय होस् राधे राधे रोटी पकाउने एकदम क्लियर रोटी पकाएको जप्नु पुराणको बारेमा के धेरै विशेष भन्नु र सबैजना यस्तो राम्ररी पुराण चलिरहेछ यस्तै चलिरहोस् अर्को वर्ष भविष्यमा धेरै लाउन पाइयो सबैसँग भेटघाट होस् म यति नै भन्छु श्याम आज हाम्रो पुराणको लागबत्तीको दिन हो सबै आइदिनु भयो वर्तमानमा आइदिनु भयो पसारे सबैजना आइदिनु कोही आउनुभएको छ आउँदै हुनुहुन्छ भने भरे म आइन भन्न नपाउनु होइन राधे राधे भव्य छ नि हौ भव्य भव्य ल अब के छ यसको पुराणको एकदम तपाईँ त बिहानदेखि बेलुकासम्म ल राधे 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 बिहान 5 बजेदेखि राति 12 बजीसम्मको लागि राधे 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 म यो घरकी माइली छोरी यहाँ हामीले अब श्रीमद् भागवतमा पुराण लगाएका थियौँ आज हाम्रो लाखबत्ती हो अनि सबैजना इष्टमित्र कुल कुटुम्ब सबै दाजुभाइ नातागोता सबै आइदिएर सफल बनाइदिनुहुन्छ भन्ने कामना चाहिँ छोराछोरी उज्जवल भविष्यको कामना गर्छै तपाईँहरूलाई पनि धेरै धेरै आशीर्वाद दिँदै राधे भन्नु पुराणको के भन्नुहुन्छ पुराणको बारे के भन्नु छैन मैले मेरो छोराको वर्तमानमा मावलामा गर्न लागेको गरिबमा त खाएको छु लागेको छ अरू त के राधे राधे है पुराणमा अब यो के छ राधे हजुर अब आज लगभग 7 दिनको आज 7औं दिन होइन हाम्रो यो 7औं दिन आज चाहिँ अब पुराण सकिन्छ लक्ष्यवर्ती बेलुका है लक्ष्यवर्ती बेलुका भएर चाहिँ पुराण समापन हुन्छ राधे 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 आज पुराणको लाखपति बन्ने दिन अनि पसारे सबैजना पाल्नु होला नआउने भने आउनु होलालाई धन्यवाद तपाईँलाई राधे 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 आज भागवतको 7औं दिन यस पौडेल बन्धुले लगाएको पुराणमा उपस्थित भएर होइन 7औं दिनमा आज पुग्यो आज बेलुका लक्ष्यवर्ती छ भोलि हाम्रो पूर्णवती तिलकपातीको कार्यक्रम छ राधे राधे हाम्रो घरमा पुराण चल्दैछ गर्दैछौँ आज 8औं दिन भयो अब सफल हुन्छ होला सबै इष्टमित्रहरूले आइदिनु भयो राधे राधे धन्यवाद छ राधे हाम्रो कार्यक्रम सफल बनाइदिनु होला राधे राधे एकदम के हुँदैछ यताउता यसो खटाइ छ के छ यसो होइन यहाँ छैन ल मजाले बसेर सुन्नलाई राधे राधे अरू सबै कुरा साथी राधे राधे के छ आजको भन्नु आजको एकदम रमाइलो आज हाम्रो कार्यक्रम लक्ष्यवर्तीका प्रचलन छ अनि पौडेल बन्धुहरूको वंशावली किताब विमोचन पनि छ आजको कार्यक्रम
राधे 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 ल माइती घरको पुराणमा भव्य राधे राधे ल हामी भेला भएका छौँ। आज शनिबार पनि पर्यो, सबैजना भेला भएका छौँ आज। राधे 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 श्री सरस्वती नमो नमः। अस्मत् सद्गुरु चरण कमलेभ्यो नमो नमः। श्री मातृपितृ चरण कमलेभ्यो